हेलो व्हाट्सअप एभ्रिवन वेलकम ब्याक टु माई युट्युब च्यानल। हाम्रो यात्रा चाहिँ राराको यात्रा सुरु भयो। अहिले चाहिँ हामी टक्क तिनौखोला पारी छौँ। राइडर गोविन्द हाम्रो साथमा अनि म चाहिँ चट्टपारामा है। अब यसरी हिँड्ने छ कि बुटसुट लाएर आजको हाम्रो यात्रा हुनेछ सुर्खेतसम्म भन्ने कुरा हो। तर पुगिन्न होला सायद, कोवालपुरसम्म पुगेला। अहिले चाहिँ बिहानको 10:37 भयो। अलि बिहान जाने भनेको दाइहरूको काम नभएर हाम्रो ग्रुपहरू आउँदै हुनुहुन्छ, अरू बाँकी दाइहरू आउँदै हुनुहुन्छ। यहाँ सर र यहाँ भेटेर फर्स्ट चाहिँ यहाँ भेटेर अनि यहाँबाट सँगै अगाडि जाने भनेर हामी भर्खर आएर बसेको। यहाँ भिडियो चाहिँ यहाँ स्टार्ट गरेको। यिनले बाइक चलाइरहेको थिएँ। टक्क छ्याक्क छ बाइक, सबै सामानहरू यति हो हाम्रो। यहाँ पछाडि छ ब्यागमा फेरि त्यही हो, मजा छ। अब यो हाइवेको यात्रा गर्ने हो। अब कति दिन लाग्छ? 5 दिन 7 दिन सर र चट्टपारामा। ए बाजे फेरि साइकल राइड है नेपाल हो कि कहाँ हो? प्रदेश सरकार खारेज घर भन्दै हिँड्नुभयो। हाम्रो दाइहरू आउँदै हुनुहुन्छ। अब हामी चाहिँ टोटल 7 जना हुन्छौँ। एउटा स्कुटी, 3टा बाइक, 3टा बाइकमा 6 जना। ल आएको हेर्छु कि मैले हेरिरहेको। अब यहाँ भेटघाट गरेर चट्टपारामा गइन्छ हामी। ल है 2 जना आइसक्नु, 4 जना भयो, अझै 3 जना बाँकी। ए तयार त खतरा रहेछ नि दाइहरूको नि। यो पनि भित्री हो। अझ अर्को बाइक चाहिँ कुन हो? आरटिआर हो क्या? टिभीएस हजुर के भन्नु बनाउनु पर्यो। ल ल दाजु हाम्रो यता कमल दाई हुनुहुन्छ, आरटिआर अपाचे। ल त यो फ्ल्याग पनि लाउनुको दामी देखिया रहेछ। 160 अनि हाम्रो भित्री भइहाल्यो, यता पनि भित्री भइहाल्यो। यता एन्टर्क स्कुटर मैले चाहिँ झोला बबाल तर्केल बाँध्नु पर्छ। गाह्रो छ हौ लङ राइड हान्न रारा कहाँ होइन दाइ। हिजो राति भिडियो हेरेको त उहीँ पुगिरहेको जस्तो भयो मलाई। हिजो 1 घन्टाको त्यो बुढोहरूले बनाएर रहेछन्, कस्तो राम्रो के पुरै जोडेर होइन। म सबै कापीमा टिपेको छु क्या, 4-5 पाना बनाएर। हिजो राति मैले भिडियो हेरेको थिएँ सबै। त्यो हेर्दा चाहिँ बहुत बाटो चाहिँ त्यस्तो अप्ठ्यारो छैन, एकदम एक्सट्रिम चाहिँ छैन। मजाले गाडीहरू गइरहेको थियो। म चाहिँ अगाडि झोला नबिहेरेर यहाँ बाँधिदिएको। अनि यता एउटा जुत्ताहरू छ यसमा। यता लुब्रिकेट चेन लिभ गर्नुपर्छ, चेन लिभ गर्नुपर्छ सबैको। अनि जानु पऱ्यो चट्टपारामा। अब पेट्रोल पम्पमा गएर पेट्रोल हालिन्छ सबैजनाले। अनि त्यसपछि गर्दै गइन्छ क्या चट्टपारामा। यता हाम्रो प्रदीप दाई हुनुहुन्छ, विमल दाई, अनि हाम्रो उता सन्तोष दाई हुनुहुन्छ, यता नवीन दाई है। हाम्रो ग्रुपमा चाहिँ अब थाहा हुँदैन नि त नयाँ मान्छेहरूलाई, कसको नाम बोलाएर कसलाई बोलायो भन्ने हुन्छ नि त। त्यही भएर हाम्रो सबै कोरियन दाईहरू है, कोरियन लाउरीहरू। ल हाम्रो राइड चाहिँ ल सर चट्टपारामा सबैजना एक्साइटेड है हामीहरू चाहिँ। ल हाम्रो चाहिँ यहाँ फर्स्ट फ्युल अप हुँदैछ। कुदिरहेको छौँ हामीहरू चट्टपारामा है। किलोमिटर आइयो होला फ्युल अप गरेको ठाउँबाट। 18 किलोमिटर। हामीहरू चाहिँ बुटोलबाट 51 किलोमिटर आएर अगाडि टक्क यहाँ गन्नेको जुस खाएर अब चाहिँ अगाडिको यात्रा सर रफ्तारमा हिँडिरहेको छौँ हामीहरू है। साथीहरू 3टा 2टा बाइक एउटा स्कुटर अगाडि
लिड गरिरहनु भएको छ दाइहरूले। हामी हिँडेको छ 69 किलोमिटर हिँडेको छ हालेको ठाउँबाट। मजा आ रहा है, मजा आ रहा है। अब गोरु सिङ्गे रोकिन्छ अनि पैसी सिङ्गे अनि राको सिङ्गे सबै सिङ्गे रोक्दै रोक्दै ओ रमाइलो गर्दै जानुपर्छ। अझ लाली गुराँस फुल्ने सिजन पनि हो जस्तो लाग्छ। हिमालतिर कति दिन लाग्ने हो जानुलाई। ल हामीहरू चाहिँ अब यहाँबाट पहाडको बाटो तराईलाई छोडेर पहाडतिर उकाली लाग्यौँ। अब यस्तै घुम्टी रोड जानुपर्ने हुन्छ। साथीहरू कता फर्केर हेर्नै नमिल्दो रहेछ कि मान्छेहरू त मोबाइलबाट घुमाउनु मिल्यो। बाटो चाहिँ राम्रो रहेछ यता सर। ल हाम्रो टोली चाहिँ गोरुसिङ्गे यता नाक टक्क दामी भ्यू छ। हामीहरू चाहिँ राप्ती नदी पुलमा टक्क फोटोसुट हान्ने भनेर यहाँ टक्क भर्खर रोकेका छौँ। दामी छ अल्टिमेट भ्यू राप्ती नदी। मजा आ गया स्वाद आ गया अरे हाम्रो एन्टर पनि देखिरहेछ। हाम्रो ओइ पन्चर भयो जस्तो आवाज आएको थियो र हुन्छ ठिक छ मजा आइरहेछ एकदम। अलि ग्याप राख्नुपर्छ है। अलि फेरि गाडी अगाडि जिगज्याग छ बाटो च्याप गर्ने ल सर यही भ्यू। अब हामीहरू चाहिँ यहाँ यसो फोटोसुट हानेर यहाँबाट जानेछौँ अगाडि चट्टपारामा। प्युठान रोल्पा जाने यहाँबाट अगाडि लाएर माथि जाने होइन। ल हामी राप्ती पुलमा सर राप्ती पुल माथि छौँ हामी अहिले। दामी रहेछ बाटो चाहिँ ठुलो बजार एरियामा चाहिँ। हामी लमई नजिक आइसकेका छौँ। नेपालगञ्ज 127 किलोमिटर, महेन्द्रनगर 306 किलोमिटर, सुर्खेत 194 किलोमिटर। कोवालपुर 111 किलोमिटर। आज हाम्रो यात्रा कोवालपुरसम्म भने हो। हामीहरू बाँके राष्ट्रिय निकुञ्जमा स्तरीय चिलपारामा है भर्खर यहाँ आएर आराम गरिरहेछौँ साथीहरू। चट्टपारामा स्तरीय बरको रुखमुनि है। अब चाहिँ उता घाम तापेर बसिरहेको एकदम चिसो हिउँ परिरहेको रहेछ। कसैले हिउँ छोड्दै के गर्दै आइरहेको छ। त्यस्तै छ रमाइलो छ एकदम चिसो। गरिम भएर घाम ताप्न बस्यो। घाम ताप्न अघि छारीमा बसेको साथीहरू यस्तै छ। यी अब पानी खायो है, पानी खायो चल्यो, पानी खाँदै यस्तो राम्रो अल्टिमेट भ्यू छ है यहाँ चाहिँ। दामी छ है, दामी छ बाटो चाहिँ। यता चाहिँ एकदम शान्त। हामीहरू चाहिँ राइड हान्दै यही बाटो भएको ठाउँमा आइसकेका छौँ है चट्टपारामा। अब यहाँ चिया खाने भनेर हामी चाहिँ अब यहाँबाट कोवालपुर जम्मा कति 18-20 किलोमिटर बाँकी छ। त्यसपछि त्यहाँ जान्छौँ। त्यसपछि हामी चाहिँ आज सुर्खेतसम्म नै पुगिन्छ अरे। यहाँबाट चाहिँ सुर्खेत करिब
2-2.5 घन्टामा पुगिन्छ अरे मजाले। आज सुर्खेतै पुग्ने कोवलपुर बस्ने भन्ने थियो घरबाट हिँड्दा, तर पुगेला जस्तो लाग्यो। यता चाहिँ बाँके राष्ट्रिय निकुञ्जमा चाहिँ टाइम कार्ड लिनुपर्ने रहेछ। ट्याक्क भनेकै टाइममा उता इन्ट्री भएर एक्जिस्ट हुनुपर्ने। कति 14 किलोमिटर 28 मिनटमा मजासँग आइयो, एकदम चिल पारामा। दामी छ है बाटो चाहिँ, एकदम राम्रो छ। सानो छ तर पनि राम्रो छ। अब रात पनि पर्न लाग्यो, अब क्यामेराले साथ दिन्न है। आज भिडियो पनि खासै बनेन, माउन्ट लगाउनु मात्रै भयो। बाइकहरू चाहिँ छ्याक्क सफा छन् एकदम। हामीहरू जस्तो बुटोलबाट सफा थियो नि, अहिले पनि त्यस्तै छ कि छ्याक्क एकदम क्लियर छ। केही फोहोरै भएको छैन, टायर पनि सफा भइरहेको छ। त्यो दामी मजाको ठाउँ, एकदम शीतल छ। अब चाहिँ जाडो हुन्छ होला हौ हाइवेमा हिँड्दा मजासँग। ल ओके, अब सिधै हामी सुर्खेत पुगेर भेट्नेछौँ। ओके स्टे ट्युन गाइज। पेट्रोल हाल्न लागेको कतिजना? 4जना, त्यही पनि उता पछाडिपट्टि सामान बाँधेर कतापट्टि आएको त पोखियो के भोलि हो। ल हाम्रो मालम अब अन्त फुलै छ। कोवलपुरमा हामी पेट्रोल भर्दैछौँ अहिले। फ्युल अफ गरेर चट्टपारमा कोवलपुरमा, यहाँबाट बुटोल कति 236 किलोमिटर। अब यहाँबाट टक्क हामी सुर्खेततर्फ लानेछौँ। यहाँबाट 86 किलोमिटर सुर्खेतलाई। सुर्खेत गएर बस्ने कुरा छ आज हाम्रो। अहिले चाहिँ कति बजी आइयो त? यहाँ 7:20 भयो। हामी हिँडेको बिहान 10:30 11 बजी थियो होला। आरामसित आइरहेको छौँ चिल पारामा। जाउँ ल, यही हाम्रो कोवलपुर। अरू त कता देखाउनु होइन अँध्यारोमा। गुड मर्निङ फ्रम यो कुन ठाउँ अरे भन्दाखेरि यो चाहिँ सुर्खेत। हामी राति हिजो 11 बजे 11:30 भयो थियो यहाँ आउँदा। अनि त्यसपछि खाना खाएर गरेर सुत्दा 1-2 बज्यो। यत्तिकै गफ गरेर बसियो है। अनि यो चाहिँ हाम्रो देख्न सक्नुहुन्छ है, हाम्रो होटल माथिबाट 4 तला माथिबाट लिएको फुटेज हो यो सुर्खेत बजार। अब हामी यहाँबाट बुलबुल ताल जानेछौँ। बुलबुल तालदेखि अनि त्यसपछि हामी राराको लागि निस्किन्छौँ। रुटको चाहिँ अब त्यहाँ के हुन्छ कसो हुन्छ। अब हाम्रो 300-350 किलोमिटर यात्रा बाँकी रहन्छ। यहाँबाट हामी अहिलेसम्म कति 350 त्यो समथिङ त्यस्तै किलोमिटर चाहिँ आइयो होला। टोटल पुग्नलाई लाग्ने चाहिँ 601 किलोमिटर हो रारा पुग्न बुटोलदेखि। अब हिँडौँ मजासँग जाउँ। अब हाम्रो टोलीले के हेरिरहेछ भित्र देखाउँछु ल। हाम्रो 2टा रुम लिएको ल। यहाँ चाहिँ सामान प्याकिङ भइरहेको छ। अब हाम्रोतिर पनि हाम्रो अर्को रुम। यता हामी 2जना बसेको, गोविन्द र म। हाम्रो उता 5जना बस्यो, 7जना। यता फेरि ढोका लगाइसक्यो। हो मान्छे राम्रो होला कि कपडा राम्रो होला। ल यसले नि कपडा लगाइसक्यो। अब हामी रेडी भइसक्यो। अब सम्पूर्ण तयारी पुरा भयो। अब हिँड्न मात्र बाँकी छ। अब अहिले कति बज्यो त भन्दा बिहानको 9:48 गयो। उड्दै 8 भइसकेको थियो। यत्तिकै पानी पिउने ओर्ने यताउता गर्दा गर्दै यस्तै भयो। बाथरुम चाहिँ हाम्रो यो हो, यो रुम। यस्तो रुम चाहिँ ठिकै छ, त्यस्तो राम्रो होइन। 4 तला माथि आएर बस्दा नि यस्तो रुम पाइयो भने यस्तो अब के गर्ने त। अझै 5-7 तला माथि जाने मन थियो, भेटा होइन कि राति 11:30 बजे गाह्रो भयो। अब हामी यहाँबाट निस्किने छौँ बुलबुलीको लागि चट्टपारामा। स्टे ट्युन गाइज। बुलबुल जानको लागि हामी चुलबुली भइरहेछौँ। बुलबुल जानको लागि हामी चुलबुल भइरहेछौँ। चुलबुल पाण्डे ल। अब हामी सिधै तल 4 तला मुनि बाइक भएको ठाउँमा भेट्नेछौँ। ओके ल। यहाँ चाहिँ वार्मअपहरू भइरहेछ, सामानहरू बाँधियो हामीले चट्टपारामा है। यता पनि दाइहरूले बाँध्दै हुनुहुन्छ स्कुटरमा। हिजो धुलोमा पल्टिएर यो धेल्दैछ। त्यसपछि मैले चल्लाएर लिएर आएको। अलि अफरोड रहेछ हल्का राति। हजुर दाइलाई भाइलाई यो स्कुटर हटाए आउँछ कि सट्टै किन दुहान त्यही गर्ने। ल हाम्रो टोल चाहिँ अहिले सुर्खेत बजारमा
यसरी हल्फरिरहेको छ। अब चाहिँ टक्क बुलबुले ताल गएर चटपारामा है क्यामेरा फोर लाग्यो। ल अब एकैचोटि निस्किन्छौँ हामी यहाँबाट। हामीहरू चाहिँ बुलबुल ताल जाँदैछौँ। गेटबाट भर्खर इन्टर गरेर टिकट काटेर है चटपारामा। अगाडि कता छ ताल? अब यहाँ आएको बेला घुमौँ है चटपारामा। 3 जना 2 जना अगाडि, 3 जना अगाडि 4 जना 7 जना हो नि त। हामीले कस्तो बिर्सेको फेरि। आज नि औषध खानु तिमीले आज नि औषध खानु बिर्स्यौ भने जस्तो भएछ कि। ल हाम्रो बुलबुल ताल है। ल सबैले हाई गरिदिनु क्यामेरामा। रातभरि यो त 10 बजीसम्म सुतेपछि अब के हाई गर्ने? क्यामेरामा चाहिँ राम्रो देखिएछ होला है, रियलमा चाहिँ खासै मजा लागेन। गर्मी भयो कि हामीलाई चाहिँ कपडा अलि यस्तो कपडा लगाएर आएपछि अनि कहाँ हुन्छ त नि यहाँनिर। हामी एक्सपेक्टेसन त हुन्न, एक्सपेक्टेसन भर्छ रियालिटी भयो। रारा जाँदा त्यस्तो नहोस्, अरू त थाहा भएन होइन त। यताबाट यता राम्रो आउँथ्यो, यता के भित्तो देखाएर खिच्ने भएन। अब त्यो भित्तो घरै खिचिने हुन्छ। हाम्रो टोल चाहिँ यहाँ आएर यसो हेऱ्यो है। अब चाहिँ हामी यहाँबाट दैलेख को लागि निक्लिन्छौँ। दैलेखको सदरमुकाम नारायण नगरपालिका भन्ने ठाउँमा पुगिन्छ। अनि त्यसपछि त्यहाँबाट के हुन्छ त्यो बैंक कति किलोमिटर छ कुनै किलोमिटर त्यहाँ अगाडि गएर बोर्डमा लेख्यो होला। फोटो राम्रो आएन, अब उता गएर खिच्ने, त्यो रारा गएर खिच्ने क्या उता। उता रारा गएर खिच्ने। यिनी बनाएको ताल हो यो। पहिला कति फोहोर थियो, पछि के गरेर होरेर कता सोसियल मिडियामा उ भएपछि अनि बनाएर चट्ट संरक्षण गरेर राम्रो बनाएको है। तर हामी अलिक गर्मी भयो कि। कुकुर र यो ढुङ्गा कलर एउटै रहेछ, मा धन्न कुच्चिएको। दाइले त नाइट भिजन जस्तो लाउनु भयो। जब राति राति कस्तो रात परेको केटा, चाँडै हिँड राति भइसक्यो भन्नु होला। यो चाहिँ राम्रो बनाएको है जोस्। अब यहाँ करेला लगाइदिने नि, करेला यस्तै फल्छ कि। तर यो फुल पनि, यो फुल सबै फुलेको हुनुपर्छ है। अहिले फुल्दो रहेछ यहाँ, तर बबाल देखिन्छ। त्यही हो दाजुहरू, हामी हिँडिसकेका छौँ। अब टक्क माउन्ट लगाउँछु अनि यहाँबाट टक्क सुर्खेत बजार हल्का देखाउँछु। अनि हामी पहाडको लागि यो डाँडा छ नि, यो डाँडातिर निक्लिने अरे माथि दैलेख। ओ यो रुख हेरौँ न। ल हामीले चाहिँ क्यामेराबाट फोटो खिच्ने अब तयारीमा छौँ। साथीहरू, हाम्रो साथीहरू कहाँ जानु फेरि छुट्नु होला नि। हामी चाहिँ देउती बजाई यहाँ भर्खर गेटबाट भित्र छिरेर फेरि अब निस्किने भनेको। एकचोटि यहाँ मन्दिरमा दर्शन गरेर जाउँ न त। अब टाढाको यात्रा छ होइन, त्यही भएर हल्का भेटीसेटी चढाउँ गरौँ। अनि यो यहाँको भ्यू। अब यहाँबाट चाहिँ निस्किन्छौँ हामी। ल घन्टी बजेपछि बल्ल मन्दिरको भाइब्स आयो। के भन्छौ, राम्रो छ होइन? स्पेस चाहिँ राम्रो बनाएको रहेछ है। मानिएको सुर्खेतको मन्दिर, सुर्खेतको एकदम मानिएको मन्दिर है। दामी छ। ल हामीहरू चाहिँ अब देउती बजाईलाई दर्शन गरेर अब दैलेखतर्फ लागिरहेका छौँ। यहाँ हल्का मेडिकलमा काम थियो र साथीहरू गएका छन्। अब चट्टपारामा यहाँबाट चाहिँ निस्किन्छौँ हामी सिधै। अब खाना खाएको छैन, अब खाना खानुपर्ने हुन्छ। अहिले चाहिँ बिहानको भन्ने त होला नि होइन, बिहानको 11:37 11:30 भयो। अब सर्र हेरौँ, हाइवे यही हो। अब हामी चाहिँ यो हाइवेलाई छोडेर जानुपर्ने हुन्छ। माथि डाँडोतिर लाउने हो, यो लेकतिर कता भने जस्तो लाग्थ्यो। यता हो कि यतापट्टि कता? यतै होला सायद। यता होइन, यता होला सायद। कता हो कन्फर्म हुन्छ एकछिनमा। ल फाइनल्ली हामी निस्किसकेका छौँ। मैले भ्लगमा अनि निस्किसकेका छौँ दैलेखबाट सुर्खेतबाट दैलेखको लागि चट्टपारामा है।
भयो होइन हात दिनु त पछाडि हात जान्दिनु जान्दै हो होइन हात के उ गर्नुपर्छ कि पछाडि आहा भने हामी घुम्न लाग्यो भने हल्का ल यतैतिर है हामी जानुपर्ने साई चट्ट बाटो चाहिँ एकदम सानो छ है साँगुरो बाटो एकदम राम्रो फेरि सफा बाटो अब यहाँबाट चाहिँ सर हामी दैलेख जान्छौँ यो गाडी लबटा गरेर आएको भर्खर ल हामीहरू चाहिँ उकालो हिँडिरहेका छौँ सुर्खेतबाट दैलेखको लागि 70 किलोमिटर अब कतातिर उकालो कतातिर ओह्रालो पर्छ है अहिले माथि अहिले डाँडामा गइन्छ कि अहिले डाँडामा गइन्छ टिकटक भन्ने रहेछ ल बना ह्याप्पी होली साथीहरू टिकटक बनाएर रहेछ नानीहरूले चाहिँ है त्यति भन्ने बाटो छ ह्याप्पी होली भन्नु भयो नि अरू केही बोल्ने बाटै नभए नि ह्याप्पी होली त भन्नु पाएन तर बबाल है अल्टिमेट भ्यू आज चाहिँ मौसम एकदम खुलेको छ होइन छ्याक्कै देखिरहेछ तर बाटो चाहिँ डेन्जर के च्याप्पै घुम्टी आइदिन्छ कुदाएर आएन गाडी आइदिन्छ फेरि केही हुन्न हेलमेट लगाए मोबाइल राखाएपछि कति गोरुङ्गो हुने क्या हेलमेट एकदम भारी हुन्छ के भने 250 ग्रामको मोबाइल छ अनि आज तराई होली हो कि हामी चाहिँ मसान्तीको दिन हिजो हिँडेको अब आज 1 गते भइहाल्यो अझै आज पनि पुगिँदैन रारा भोलि पुगिन्छ भन्ने थियो कुरा आइरहेको थियो होइन यस्तो बाटो स्कुटी ठिक रहेछ कि खतरा देखियो क्या तल भ्यू है ए हाम्रो भनेको 15-20 को एभरेज हो स्पिड चाहिँ अब निक्लिन्छ त्यति अल्टिमेट भ्यू अल्टिमेट नजारा हो सरररररर वाउ हामी बतासे डाँडा गयो यस्तो भयो नि कति चिसो कस्तो अहिले बल्ल ठिक भयो कि मौसमले एकदम बवाल भयो नि त खास घुम्ने अहिले त हिउँ परिरहेको छ अरे रारामा भन्ने कुरा आइरहेको थियो है क्या मजा आयो है यस्तो बवाल के हो बल्ल असली अब मजा आउँछ कि पाहाडको यतिको बाटो त अब कहाँ हुन्छ र पिच बाटो धेरै जसो कच्चिजो छ अब खतरा भ्यू छ त्यहाँ बोर्डमा के लेखेको थियो नि छेउपट्टि पढ्नै भ्याएन मैले अगाडि कमल दाई र प्रदीप दाई अनि पछाडि विमल दाई र गोविन्द हिजो गोविन्दले दिनभरि चलाए बुटोलबाट यहीँ आउन्जेल अनि त्यसपछि चेकिङ रहेछ र पो केटा डराएका चेकिङ रहेछ नि त हो आज चेकिङमा पर्ने हो क्या साथीहरू चेकिङ परे पनि ए यहाँ आएर चेकिङमा परेछ नि नर चिच्याउँदै आइरहेको थिएँ हामी जम्मा अर्कै हुन्छ क्या सानै अर्कै हुन्छ नि त हाम्रो चलपलै अलग छ नि त
यिनीहरू त रोक्दैन कि सानो हुन्छ हाम्रो त लङ राइडमा हिँडेको भनेपछि त त्यो छब्री पारा देखाउने पछाडि कस्तो मान्छे बसिअन्नी हुन्छ फेरि उमा होइन तपाईँको यो पछाडि मैले चलाइराख्छु होइन बुढो मान्छे बसालेर हिँडेको छु भने खासै रोक्दैन होइन अब 70 केटाहरू त्यस्तै त्यस्तै ट्यापे स्यापे देखियो भने त रोकिदिन्छ सिधै पछाडि गोविन्द र विमल दाई हुनुहुन्छ विमल दाईले चलाइरहनु भएको छ अनि यता चाहिँ हाम्रो सन्तोष दाई यहाँ डाँडोमा टक्क बसेर चिया खाने ठाउँ रहेछ है दामी 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 दा ओहो यस्तो दिन कहाँ आउला फेरि यस्तो लङ राइडमा चाहिँ यहाँ बल्ल हिँड्न सिकेँ मैले होइन हामी चाहिँ सर र कुदाएर जाने अगाडि गएर कुर्ने हुन्थ्यो अहिले चाहिँ हामी बाटो पनि राम्रो भएर हो होइन धुलोबाट अब चाहिँ धुलोको पर्वाह गर्नु हुँदैन सँगै हिँड्दा सबै धुलोको पर्वाह नगरिकन हिँड्नुपर्छ धुलो खाइन्छ भन्ने माइन्ड मेकअपै बनाएर हिँड्नुपर्छ नत्र भने अब धुलो खाइन्छ भनेर अगाडि अगाडि भाग्ने पछाडिको छोडिने गऱ्यो भने चाहिँ मजा हुन्न केही भइहाल्यो भने बाटोमा होइन समस्या केही परिहाल्यो भने पनि एक्लै पर्ने सम्भावना बढी हुन्छ लङ राइडमा हिँड्दा नयाँ ठाउँमा होइन कसैले के भन्ला कसैले के भन्ला होइन तर पनि त्यही भएर अब डाउन हिल है यहाँबाट चाहिँ फेरि बबाल 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 यस्तरी हिँड्न मजा आउने रहेछ नि त अब हामीलाई एउटा टास्क छ कि स्कुटीलाई कसरी पुर्याउने र हामीलाई बाइकलाई ओए यो पो हो त भ्यूमा टोक्ने छेउमा आलम छेउमा झ्याप्पै रोकिदिनु हुन्न के के स्वाई स्वाई छड्के पारेर रोक्न त जान्नु रहेछ त अहिले अल्टिमेट भ्यू एकदम बवाल यो हाम्रो सुर्खेत भयो त्यो बुलबुल ताल हो क्या हो ऊ वहाँनिरको देखियो कि क्यामेरामा वहाँनिर बुलबुल ताल छ एकदम बवाल बवाल बस आयो कर्णाली प्रदेश सुर्खेत धरमखोला अलम के लेखो नाम त पढ्नै भएन म त दामी भ्यू छ हाम्रो साथीहरू चाहिँ टक्क फोटोसुट भिडियो सुट है ओहो हो नि यो पो त आहा क्या मजा सल्लाहको हामी त पाल्पाको बतासे डाँडा गयो जस्तो लाग्यो फिलिङ हामी यहाँ माथि डाँडामा आएको यहाँ एयरपोर्ट देखिनु रहेछ है कतानिर अरे यहाँनिर एयरपोर्ट हो टक्क अब यहाँ टर्निङमा रोकेर सर खाना खाने यहाँ तलतिर भने पाइने रहन्छ कि फेरि खानै खाएन अहिले त कति गइसक्यो 1:11 गयो एक भइसक्यो टर्निङ डाँडा माथि निस्किरहेको हामी भ्यालीलाई छोडेर यति माथि आयो यो बाटो छ नि यो बाटो हुँदै हुँदै निस्किएको जाम ल हामीहरू चाहिँ दैलेखको गुराँसे भन्ने ठाउँमा टक्क विश्राम गरेर खाना खाने बल्ल तयारी भयो है अब खाना खानलाई बन्दैछ त्यहाँ यसो अल्टिमेट भ्यूको मजा लिइरहेछौँ र लाली गुराँसे यहाँ झकमक्क हो कि झकमक्क फुलिरहेछ है अहिले चाहिँ टाइम कति भयो त भन्दाखेरि मैले चाहिँ देखेन त 1:50 गयो है दिउँसोको वहाँ चाहिँ टक्क हिमालहरू देखिरहेछ एकदम चिसो हावा चलिरहेछ मजासँग आइरहेछ यहाँसम्म हामी है त्यो माउन्टमा यो मोबाइल अड्काउँदा चाहिँ लास्टै गोरुङ्गो भएर हेलमेटै तल झार्यो कि हेलमेट एकदम टाइट छैन माथि मात्र टाइट छ त्यही भएर अप्ठ्यारो भयो कि अलि त्यही भएर खासै लगाउनै जाँगर लागेन मलाई रमाइलो छ चिल छ जस एकदम गुराँस छ एकदम रुखहरू है गुराँसको रुखहरू धेरै छ त्यही भएर नामै गुराँसे डाँडा त होइन गुराँसे मात्र ठाउँको नाम हामीलाई चाहिँ गुराँसे डाँडा भन्न मन लाग्यो एकदम झिङ्गालाला जिन्दगी गुराँसे डाँडा राखिदिए भए राम्रो हुन्थ्यो कि नाम होइन डाँडा राखिदिनु पर्ने कि गुराँसे डाँडा थप्न पर्ने भयो डाँडा भन्ने
तर हामी सुर्खेतबाट 25 किलोमिटर उकालो आइयो एकदम न्यारो रोड है यति सानो छ रोड सिंगल लेन टर्निङमा चाहिँ अलिक हालेर हिँड्नुपर्ने रमाइलो छ एकदम ठाउँ चाहिँ बबाल लाग्यो यो हाम्रा लेखापढी गर्नु हाते पात्र गोजे पात्र झोले पात्र पछाडि छ होला मैले 2 घन्टा लाएर लेखेको डायरी के अरे त्यो हाम्रो नेपाली भाषाको उत्पत्ति भएको ठाउँ जाने हो कि हामी सिङ्जा भ्याली हामी नेपाली भाषाको उत्पत्ति भएको ठाउँ उही हो क्या उता यो वहाँ पनि जान्छौँ कि सिङ्जा भन्ने जान्छौँ कि सिङ्जा भन्ने मैले पछाडि लेखेँ जस्तो लाग्छ ट्राभलर चाहिँ मार्केट खायो है ट्राभलर आइरहेछ कुदेर एकदम चिसो पानी छ यहाँ डिफ्रिजमा हाले जस्तो भन्नुभएको छ अब चिसो पानीले मुख धुनुपर्छ अनि बल्ल मजा आउँछ ल सरर जाउँ सुर्खेत जाउँ है ल ओ यहाँ डाँडामा चाहिँ मन्दिर रहेछ कस्तो बबाल ल हाम्रो चाहिँ करिब 2:29 जाँदा खाना खाने टाइम भयो बल्ल टक्क अब फेरि जन्मै जाँदै चम्चाले खाने बानी ल हामीले चाहिँ भात खान्छौँ तपाईँ चिन्ता नगर्नु होला अब हामीले भात खाइयो चट्ट हामी अहिले अब तल्लो डुङ्गेश्वर र माथिल्लो डुङ्गेश्वर भन्ने बोर्डभन्दा त्यहाँबाट उताबाट जाने बाटो पनि छ यताबाट पिच रोड पनि छ यहाँ टक्क रोकिरहेछौँ यहाँ ड्रोन हुने हो नि सर ड्रोन उडाएर यहाँ पारी घिनालिरहेको कि सर ड्रोनलाई होम बटनमा दबाइदिएर आफूलाई फलो गर्दै जान्छ क्या दामी देखिन्थ्यो के हेर्ने गरिब आदमी है एक ड्रोन पनि नै सर यहाँ चाहिँ हामीले 20 किलोमिटर खाना खाएर आएर 20 किलोमिटरमा रेस्ट गरेका छौँ सुर्खेत देउती खाली छ है गाडी त अवल पराजुल नाम पनि कति लामो यार आउँदैन तर रमाइलो छ झिङ्गा लाला जिन्दगी ल हामीहरू चाहिँ अर्ग्यानिक काठमा टक्क बसिरहेछौँ बाइकहरू त्यहाँ पार्क गरेर काँडा चौर भन्ने ठाउँमा चेटपारामा दैलेख आइसक्यो हामी यस्तै छ टक्क हाम्रो किप डिस्टेन्स छ कि हाम्रो चाहिँ तपाईँलाई फुटेजमा लिन्छ नि त ल यही हो हाम्रो अपडेट चाहिँ अहिलेको यहाँ चाहिँ चिया गफ चलिरहेको छ यसो हाम्रो अङ्कलले चाहिँ मजाका मिठा गफ गर्नु हो राजनीतिका ब्ल्याक टी सही हो तिम्रो 5 पैसा बुद्धि छैन तिमी यहाँबाट त्यसै नेपाल गयो त्यसरी खाइदिन्छ सबलाई आमै छैन तिमीलाई नेपालले मात्र कौडी खाइदिन्छ त्यसैले भइहाल्यो तिम्रो 5 कौडी काम छैन हामी ठाउँमा गयो भने दैलेको भने किन्दैन त्यो ठाउँ क्या हो त्यो हाइके अलि पोस्टमा पुग्नु पर्छ त्यो हाइके जिरो गर्नु सक्छ हामीहरु त काइदा गर्ने इन्फर्मेसन टेक्नोलोजी दिनु पर्छ रातिको 9:13 भयो अझै पनि हामी राइडमै छौँ है टोटल हामी बुटोलदेखि 468 किलोमिटर हिँड्ने है अब हामी यहाँ घुम्टीमा छौँ केही जात देखिन्न लाइट अँध्यारो छ यस्तै छ अझै आधी घन्टा लाग्छ राकम भन्ने ठाउँमा पुग्नलाई त्यसपछि आज सुतिन्छ बल्ल कतिखेर हुन्छ हिजो पनि राति भएको थियो 11 बजी थियो आज पनि अब कति टाइम लाग्ने स्टे ट्युन गाइज